हेलो एभ्रिवान, म चाहिँ हजुरलाई आज मसँग बिहानै घटेको घटना सुनाउँदैछु है। म चाहिँ आज बिहान बढाल्दै थिएँ पसलमा अनि मेरो हस्बेन्ड चाहिँ बाहिरै बसिराख्नु भएको थियो अनि एकजना बाबाजी आउनुभयो कि अनि बाबाजी आउँदा म चाहिँ यसो पैसा दिन्छु भनेर काउन्टरमा निकाल्न लगाएको थिएँ। हस्बेन्डले चाहिँ बाहिरैबाट पर्सबाट 20 रुपियाँ दिनुभयो कि उहाँलाई। अनि उहाँले चाहिँ भित्र बसेर दिनु न, किन बाहिर बस्नुभयो भन्नुभयो कि। अनि भित्र बसेर भित्र आउनुभयो अनि भित्रबाटै दिनुभयो कि उहाँलाई 20 रुपियाँ। अनि उहाँले चाहिँ पसल राम्रो होस्, व्यापार राम्रो होस् भन्न थाल्नुभयो। अनि त्यसपछि त्यो 20 रुपियाँ हामीलाई नै रिटर्न दिनुभयो कि फेरि उहाँले। अनि त्यसमा चाहिँ फुल एउटा राखिदिनु भयो, हामीलाई त के थाहा। अनि फुल राखेर अनि उहाँले चाहिँ अब ढोकेर हेर्नुहोस् त भन्नुभयो। ढोकेर हेर्दा चाहिँ त्यसमा चाहिँ मुर्ति एउटा थियो कि शिवको, सानो त्यो सानो सिसाको जस्तै टाइपको। अनि त्यो जाडु गरेर त्यो निकाल्नु भयो, हामीलाई त थाहा थिएन। अनि हामी त दङ्ग पऱ्यो, दुवैजना एक अर्कालाई हेरेर दङ्ग पऱ्यो है। अनि त्यसपछि उहाँ चाहिँ हिन्दी थियो कि, फेरि हिन्दीले कुरा गर्नुभएको थियो। अनि त्यसपछि अनि उहाँले चाहिँ त्यो 20 रुपियाँ पनि चाहिँदैन, त्यो मुर्ति पनि तपाईँलाई नै लिनु भन्नुभयो क्या हामीलाई। अनि हामीले त अब अर्को जे भयो नि दिनुहोस् भनेर उहाँ बसी नै राख्नु भएन। अर्को चाहिँ उहाँले 100 रुपियाँ दिनुभयो कि मेरो हस्बेन्डले, फेरि उहाँलाई 20 रुपियाँ हामीलाई रिटर्न दिनुभयो नि त। फेरि 100 रुपियाँ दिएँ। अनि 100 रुपियाँ दिएर पनि उहाँको कुरा सुनाउ जस्तो हामीलाई कुरामा हुलाइराख्यो क्या उहाँले चाहिँ। अनि 100 रुपियाँ दिइसकेपछि त्यसमा पनि फेरि फुल राखेर अब हेर्नुहोस् त भन्नुभयो। एउटा कोइन आयो कि, अनि त्यो कोइन 1000को होइन, लाखको होइन, करोडको हो भन्नु थाल्नुभयो कि उहाँले त्यो कोइन चाहिँ। अनि उहाँको कुरा चाहिँ हामीले सुन्दै थिएँ। अनि कोइन निकाल्नु भयो। अनि कोइन निकालिसकेपछि के भन्नुभयो भने अब त्यो सबै तपाईँहरूलाई नै लिनु, तपाईँहरूको दशाहरू सबै मैले फ्यालिदिइसकेँ, तर बाबाजीले चाहिँ एउटा चिज मागेको छ भन्नुभयो क्या उहाँले। अनि हामीले चाहिँ यतिकै अब के माग्नु भएको छ र भनेर सोचेँ। अनि उहाँले चाहिँ हाम्रो 9000 जाने ज्याकेट के, 9000 जाने हामीले चाहिँ 70,000 75,000 बेच्ने लङवाला कोर्स जस्तै टाइपको ज्याकेट देखाउनु भयो क्या। त्यो ज्याकेट चाहियो भन्नुभयो क्या उहाँले। अनि हामी त दङ्ग पऱ्यौँ, त्यसरी हुलाएर है। उहाँले उहाँको कुरा सुन्न मन लाग्ने जस्तो गरेँ, त्यस्तो गर्नु पऱ्यो। अनि त्यत्रो ज्याकेट त हामीले दिन सक्दैन, अब यो त फेक हो भनेर हामीले थाहा पाइसक्यो कि उहाँहरू लुट्नलाई त्यसरी आउनुहुन्छ नि त। अनि त्यो सुनिमा त रहेको थियो, तर आज चाहिँ साँच्चीकै मसँगै त्यस्तै भयो कि बिहान। अनि म त दङ्ग परेँ, त्यत्रो ज्याकेट त हामीले दिन सक्दैन, यहाँको साउजी हामी होइन भन्दै कि हामीले। अनि त्यसपछि उहाँले के भन्नुभयो, होइन हजुर नै भन्नुभएको थियो होइन भन्नुभयो कि। होइन हाम्रो पनि अब माथिको बोसले कराउँछ यताउति भनेर हामीले पनि भने कि। भन्दाखेरि उहाँले चाहिँ फेरि अर्को ज्याकेट देखाउनु भयो कि। अर्को ज्याकेट 6500को थियो है त्यो ज्याकेट पनि। हामी दिनभरि 5-6 हजार कमाउनलाई कति गाह्रो छ कि भन्नु न। दिनभरि नै हाम्रो अहिले यस्तो टाइममा त 2-3 हजार पनि कमाउनु गाह्रो छ नि त दिनभरिमा। अनि उहाँले 6000को ज्याकेट देखाउनु भयो। अनि मैले चाहिँ यो त दिन सक्दैन, अब फेक भनेर मैले त अलरेडी थाहा पाएँ कि त्यसपछि। अनि मैले चाहिँ अब यो त दिन सक्दैन, जे होस् भनेर मैले पनि कराइदिएँ कि। यो त अब मैले दिन सक्दैन, हामीले दिन सक्ने भनेको 10, 20 र 100 रुपियाँसम्म हो, हामीले त्यो पनि दिएँ, तपाईँले त यस्तो गर्नुभयो भनेर मैले भनेँ कि। अनि भन्दा त त्यसपछि त उहाँले चामल एउटा किनिदिनु भन्नुभयो क्या। चामल 1 बोरा है, त्यो पनि 1 किलो 2 किलो होइन, 1 बोरा चामल किनिदिनु भयो। 1 बोरा चामल गरेर कमसेकम 2200, 2500, 3000 त पर्छ नै। अनि त्यत्रो पैसा त हामीसँग छैन भन्नुभयो कि मेरो हस्बेन्डले। तपाईँको पर्समा थियो नि भन्नुभयो क्या उहाँले चाहिँ। त्यो पर्समा 20 रुपियाँ निकाल्दा पैसा हेरिसकेरै छ, अब पर्समा त कति हुन्छ उहाँलाई दिनलाई भनेर राखेको हो र त्यो होइन, आफूको लागि हो नि त। अनि मैले भने कि त्यो त हाम्रो के गर्नलाई चाहिन्छ, कहाँ त्यो पर्सको पैसा हेरेर हुन्छ र भने। अनि उहाँले चाहिँ के भन्नुभयो, त्यो पर्स निकाल्नु, पर्समा पनि म फुल हालिदिन्छु भन्नुभयो क्या। त्यो पैसा पनि साइड लिनुलाई होला कि, त्यस्तो जाडो आउँछ नि त उहाँलाई त। फेरि अनि हामीलाई त डर लाग्यो। अनि हामीले चाहिँ घरमा फोन गरेर पठाएँ कि उहाँहरू सब्जीहरू उहाँहरूले दिनुभयो भने दिन्छु कि दिँदिनँ भनेर। मैले चाहिँ घरमा भन्दा नि दिदीलाई फोन गरेँ। अनि त्यसपछि उता दिदी पिनाजुले चाहिँ दौडाउनु पर्दैन, यिनीहरू त यस्तै हो, फेक हो भनेर ल्याउनु भयो कि। अनि त्यसपछि डर लाग्यो। अनि त्यसपछि कराएँ। अनि त्यसपछि मेरो हस्बेन्डलाई चाहिँ उहाँले के भन्नुभयो भने, त्यो बाबाजीले अब त्यस भयो हामीलाई खानालाई 2-300 भयो नि दिनु, 300-400 दुईजनालाई भन्नुभयो कि। अर्को एकजना पनि फेरि आउनुभयो कि उहाँ सँगसँगै पछि चाहिँ अलिक टाइम पछि चाहिँ अर्को एकजना पनि आउनुभयो, दुईजनालाई 400-500 दिन न खाना खानलाई भन्नुभयो क्या। अनि मेरो हस्बेन्डले यस्तोहरूसँग के गरेर राख्ने, 1-200 त्यो दिएर पठाइदिन्छु भनेर अर्को 200 पनि राखेर उहाँलाई 300 भयो नि त अलरेडी 100 र 200 जोड्दा 300 भयो। अनि 300 रुपियाँ दिएँ। अनि 300 दिँदा र उहाँले त्यो जुन त्यो जाडो गरेर त्यो कोइनहरू अनि त्यो मुर्तिहरू दिनुभयो नि त होइन, त्यो पनि लान लाग्नु भयो क्या उहाँले। फेरि हामीलाई त्यो जुन तपाईँहरूलाई नै हो ज्याकेट दिनु भनेर ज्याकेट दिएर नि त। अनि हामीले अनि 300-400 दिँदा चाहिँ त्यो पनि लिएर जान लाग्नु भयो क्या। मेरो हस्बेन्डले चाहिँ हातमै खोज्नु भयो कि। त्यस भयो यो पैसा पनि दिनु भनेर, पैसा पनि त्यो 20 रुपियाँ 100 रुपियाँ अर्को 200 रुपियाँ सबै लिनु भयो क्या लिएर। अनि त्यसरी पठाउनु भयो कि। त्यही भएर पसल बस्दा चाहिँ एकदमै सेफ भएर बस्नु है हजुरहरू पनि। सबैजनालाई त्यस्तै जाडो भनेर हामीसँग भएको चिजहरू लिन खोज्नुहुन्छ कि उहाँहरूले चाहिँ। त्यही भएर सबैजना चाहिँ सेफ भइदिनु ल। थ्याङ्क यू।